नमस्ते, वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी जुम्लामा छौँ। जुम्ला चाहिँ आशिषको बर्थ प्लेस हो। सो हामी आफ्टर अलमोस्ट 3 इयर्स जुम्ला आएको छौँ फ्यामिली भेटघाट अनि घुमघाम गर्न भनेर। हाम्रो स्टे चाहिँ 1 विकको रहेको छ। सो यो 1 विकमा हामीले कति के कभर गर्न सक्छौँ हजुरलाई देखाउने छौँ। आजको हाम्रो जर्नी चाहिँ फ्यामिली ग्यादरिङ टुवर्ड्स दि गोटीचौर भन्ने ठाउँ हो। सो हामी त्यहीँ गएर फर्दर के गर्छौँ भनेर देखाउँछौँ। गोटीचौर चाहिँ यहाँको वान अफ द मोस्ट फेमस प्लेस हो। यो सिजनमा चाहिँ एकदम राम्रो छ त्यहाँ। अब त्यहाँ गएर के गर्छौँ सबै यो भ्लगमा आउँछ। लेट्स सी, उता भेटौँला। अब हाम्रो एउटा ग्याङ चाहिँ बाइकमा डबल लोड भएर माथि गन्तव्यतिर निस्किसकेको छ र हामी चाहिँ गाडी कुरिरहेछौँ। गाडी एकछिनमा आउँछ। अब हामी यहाँ मामाको घर अगाडि बसेर गाडी कुरेर सबजना त्यो गाडीमा चढेर जाने सोचिरहेछौँ। अब हामीले हाम्रो गन्तव्यतिरको यात्रा सुरु गरिसक्यौँ। ठाउँमा चाहिँ बर्खायामको पानीले गर्दाखेरि बाटोहरू अलिअलि बिग्रेको देख्न सकिन्छ। तर हामी जाँदै यहाँहरूसँग मसँग भएको गोटीचौरको थोरै नलेज सेयर गर्न चाहे। गोटीचौर कर्णाली प्रदेशको जुम्लामा रहेको एक प्रसिद्ध ग्रासल्यान्ड हो। यो क्षेत्र प्राय पशुपालनको लागि एकदमै प्रसिद्ध छ। यो ठाउँमा पर्यटकीय दृष्टिकोणले पनि मान्छेहरू एकदमै आकर्षित हुने गर्छन्। बर्खायाम र वसन्त ऋतुको बेला यहाँको दृश्य अत्यन्तै सुन्दर र रमणीय हुन्छ, जसकारण यो सिजनमा स्थानीय तथा बाहिरी पर्यटक दुवै भिन्न उद्देश्यले यहाँ आउने गर्छन्। यो बाहेक गोटीचौरमा पर्वतीय कृषि अनुसन्धान र भेडा तथा बाख्रा अनुसन्धान केन्द्रहरू पनि छन्, जसले स्थानीय पशुपालन व्यवस्थापनको उन्नतिमा ध्यान केन्द्रित गरिरहेको छ। सो अब हामी जुम्ला बजारबाट 1.5 घन्टाको गाडीको यात्रापछि यहाँ गोटीचौर आइसकेको छौँ। हामीसँग सँगसँगै आएको सबैजनाहरू चाहिँ अगाडि पुगिसक्छौँ। हामी चाहिँ अहिले बिस्तारै हिँडेको भएर यहीँ छौँ। अब अलिकता 10-15 मिनटको वाकपछि हामी त्यहाँ गएर स्टे गर्छौँ होला अहिलेलाई। अनि त्यहाँ फर्दर हाम्रो प्लान चाहिँ यहाँनिर सबभन्दा फेमस भनेको गोटीचौरको यहाँनिर एकदमै राम्रो क्वालिटीको दुध पाउने र अमाउन्ट अफ मिल्क पनि धेरै पाउने भएको भएर चाहिँ प्री अर्डर गरेर बुक गरेर त्यहाँ दुध किनेर खिर बनाउने अनि यहाँको दही पनि एकदमै फेमस भएको भएर चाहिँ बसेर दही खिरहरू खाने प्लान बनेको छ। अनि त्यो साथसाथै अरू पनि रमाइलो गर्ने प्लान छ हाम्रो। सो फर्दर हेर्दै जाऊँ हामीले के गर्छौँ। आज हाम्रो डे कतिको सदुपयोग गर्न सक्छौँ। सिन्स पानी पनि परेन, घामले पनि साथ दिइरहेको छ। सो वेदर राम्रो भएको कारणले चाहिँ आज रमाइलो भइरहेछ। फर्दर वेदर यस्तै भइरहोस् भन्ने हाम्रो ठुलो आशा छ नफर्किएसम्म। सो लेट्स गो फरवर्ड एन्ड एक्सप्लोर गोटीचौर विथ अस। साथी, तिमीलाई हाम्रो गोटीचौर कस्तो लाग्यो? अहिलेसम्म एकदमै रमाइलो लागिरहेछ। दिस इज जस्ट अ बिगिनिङ, हैन?
तिमीले यहाँको चाहिँ भ्यू मात्रै देख्यौ, भ्यूहरू पनि मजाले एक्सप्लोर गर्न सकेको छैनौ। अगाडि गएर हामी अरू धेरै कुराहरू गर्छौँ। सानो एडभेन्चर पनि छ। यहाँ गोटीचौर आउने बाटो चाहिँ अर्कै थियो अरे होइन, हिँड्ने बाटो चाहिँ उताबाट हो, सर्टकट थियो, अहिले चाहिँ रोड तर हामी चाहिँ लामो छ। हामी चाहिँ गाडी यहाँ रोकेर यता सर्टकट बाटोबाट त्यहाँ मेन चौरमा पुग्ने प्लान भएको भएर चाहिँ यसरी आयौँ। त्यही क्रममा सानो एडभेन्चर चाहिँ के हुन्छ भन्दा ऊ त्यो खोला त्यहाँ पर देखिरहेको खोला जुन अगाडिबाट पनि हामी देखाउनेछौँ, त्यो खोला चाहिँ तरेर हामी त्यसरी जानुपर्ने हुन्छ। सो जाउँ अगाडि, जुत्ता सुत्ता खोलौँ अनि खोला तरौँ। धेरै पछाडि मैले यसरी खोला तर्ने मौका पाइरहेको छु। मैले पहिलोचोटि खोला तरेको भने चाहिँ मेरो आन्टीको घर सिन्धुली भिमान जाँदाखेरि हो। यसरी यहाँ हामी चाहिँ अर्को बाटो आएर यहाँ सिममा चाहिँ धेरै हिलो भएको कारणले जुत्ताहरू खोलेर यसरी निस्किरहेछौँ। यसपछि हाम्रो चाहिँ यो खोला तर्नुपर्ने हो, हाम्रो सेकेन्ड मिसन भनेको। यसरी चाहिँ यहाँ सानो खोला छ हाम्रो, यो खोला तरेर पुल चाहिँ अर्को बाटोमा परेछ। हामी चाहिँ रङ बाटो आएको कारणले अलिक धेरै एडभेन्चरस हुने भयो बाटो। यसरी हामी उता गइरहेछौँ। पानी शीतल शीतल पानी छ, सबको हात समातेर सबैजना यताउता गर्दैछौँ हामीहरू। बिचमा टिकटक पनि बनिरहेछ यहाँ। हाम्रो आन्टीलाई 16 वर्ष जवानी लाग्छ, हेर न पानी चढ्नुहुन्छ। ल बाई बाई। अब हामी यहाँ पाटनमा बिचमा छिरिसकेका छौँ। अब यहाँ आएर यहाँ पाटन, यहाँ गोटीचौरको बारेमा कस्तो के छ विशेष थोरै कुराहरू हाम्रो अङ्कलसँग बुझौँ। यहाँ चाहिँ गाई बस्तुहरू भेडा बाख्रा राख्नको लागि चाहिँ ठुलो चाहिँ पर्यटकीय क्षेत्र छ। यसमा दुध दही अनि घिउहरू प्रशस्त खान पाइन्छ र पर्यटकको आवागमन एक नम्बर राम्रो भएको कारणले यो बर्खा सिजनमा सुन्दर पर्यटक रमणीय स्थान रहेकोले यहाँ सम्पूर्ण गोठालाहरूले राम्रोसँग दुध दही घिउ खाना दिन्छन् र यदि आउने पर्यटकहरूलाई बस्ने व्यवस्था पनि राम्रो छ। धन्यवाद।
हामी आज यो कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको गुडिचौर गाउँपालिकाको एउटा ऐतिहासिक तथा पर्यटकीय स्थल चाहिँ हामी गुडिचौरमा चाहिँ पारिवारिक घुमघाममा आइरहेका छौँ। सो सन्दर्भमा बिचमा पानीले अलिकति डिस्टर्ब गरे पनि यो पर्यटकीय दृष्टिकोण अधिकै महत्त्वपूर्ण मानिन्छ। भोलिका दिनहरूमा यहाँ टुरिज्म एरियाको लागि राम्रो सम्भावना देखिन्छ। त्यो डाँडाबाट प्याराग्लाइडिङ गर्ने सम्भावना देखिन्छ। अस्ति परीक्षण उडान भइसकेको छ। यो यहाँ रहेको चाहिँ भेडा फर्म हो, अस्ट्रेलियन जातको भेडा पालिन्छ यहाँ। यो क्षेत्रमा होमस्टेहरू सञ्चालन गरिन्छ। घरकै वातावरणमा चाहिँ राम्रो घरायसी वातावरणमा चाहिँ हामीले चाहिँ खाना बस्नको व्यवस्था हुन्छ, जसमा हामी अहिले पनि बिहानको खाना हामीले यहाँको स्थानीय प्रकारको भैँसीको दुधको खिर खाएर आयौँ। त्यसरी हामी पारिवारिक भ्रमणको क्रममा आज हामी गुडिचौर गाउँपालिका 3मा रहेको गुडिचौरमा चाहिँ भ्रमणको क्रममा रहेका छौँ। के गर्दै हुनुहुन्छ? यो के हो? घोडोमच्चो टिप्दैछु। अर्ग्यानिक चियापत्ती हो, यसको चिया खाने काम हुन्छ घोडोमच्चोको। यो घोडोमच्चो यस्तो उसमा पाटनमा भइरहेको हुन्छ? पाटनमा हुन्छ धेरै जसो चिसो ठाउँमा। यसलाई चाहिँ कसरी चिया बनाएर खाने त नि? यसलाई घरमा लिएर हल्का माटो गर्नु हुन्छ, धुने सुकाएर अनि धुलो बनाएर प्याकेट बनाएर खान्छन्। हाम्रो आजको दिन अन्त्यतर्फ लागिसक्यो। लगभग समय हेर्दा 4:30 भइसक्यो। सो अब हामीले यहाँबाट गोठीचौरलाई यहीँ बाई बाई भन्दै आजको लागि चाहिँ घरतर्फ लाग्दैछौँ। हामी यहाँबाट फेरि अब एकछिन 20-25 मिनट वक गरेर अनि गाडीमा घरतर्फ जान्छौँ। अहिलेको लागि चाहिँ हामीले आज एकदमै रमाइलो गऱ्यौँ। मौसमले पनि हामीलाई धेरै साथ दियो। बिचमा थोरै पानी परे तापनि यहाँनिर सानो होमस्टेहरू बनाइएको छ। पहिला चाहिँ यतातिर जनावरहरू चराउन ल्याउने भएको भएर सानो छाप्रो टाइपको होइन। अब डिफ्रेन्ट भाषामा डिफ्रेन्ट ल्याङ्ग्वेजमा यसलाई के भन्ने मलाई सबै थाहा छैन। तर म जहाँबाट हो तराईतिर यसलाई सानो छाप्रो भनेर भनिन्छ भने यहाँ जुम्लामा आटी भनेर भनिन्थ्यो।
तर त्यो बाहेक अहिले चाहिँ यहाँनिर होमस्टेहरू टेन्टहरूको अभाइलेबिलिटी एकदमै राम्रो छ। सो हजुरहरू पनि जुम्ला आउनुहुन्छ समर सिजन स्प्रिङ सिजनमा भने गोसीचौर चाहिँ आउनै पर्ने ठाउँ हो। जुम्ला आउनुहुन्छ भने चाहिँ राम्रोसँग 1 विकको टाइम लिएर आउनुहोस्। जुम्लामा एक्सप्लोर गर्ने धेरै कुराहरू छन्। जुम्ला एकदमै ब्युटिफुल छ। हामीले सोचेको भन्दा धेरै फरक छ जुम्ला। जो मान्छेहरू चाहिँ म जस्तो तराईबाट हुनुहुन्छ उहाँलाई चाहिँ जुम्ला भनेर अर्कै सोच परेको हुनसक्छ। तर जबसम्म हजुरहरू यहीँ आएर हेर्नुहुन्न तबसम्म चाहिँ हजुरहरूलाई जुम्लाको रियालिटी के हो त भनेर चाहिँ थाहा हुँदैन। तर जुम्ला धेरै नै नेचुरली ब्युटिफुल र डेभलप पनि भइसकेछ पहिलाभन्दा। बाटोघाटो हो अहिले पनि कति ठाउँमा राम्ररी पुगेको छैन। बजारभन्दा अलिक टाढा जाने भए जस्तो हामी यहाँ अलिक टाढै आयौँ बजारबाट, गाडीले नै 1.5 घन्टा लाग्यो। तर बिसाइड अल दोज थिङ्स धेरै कुरा अझै एक्सप्लोर गर्न बाँकी छ। सो किप वाचिङ अस and keep supporting us. Thank you again and namaste. Thank you for watching us. Bye bye for today.